साथीहरु हामी चाहिँ आज जाँदैछौँ यहाँ अमन भाइकोमा फोटो लिन। मैले चाहिँ फोटो बनाउन दिएको थिएँ। अब त्यहाँ जाँदैछौँ, त्यहाँ गएर चाहिँ हजुरलाई देखाउने छु। गुडी र भाइ भन् हामी चाहिँ यहाँ नयाँ दोकानमा। यहाँ चाहिँ साउजी हुनुहुन्छ। मेरो फोटो रेडी भयो साउजी? रेडी हुँदैन। देखाइदिनु एकचोटि। यहाँदेखि चाहिँ मैले भोइस ओभर गर्दैछु किनभने मलाई अझै पनि मान्छेहरूको अगाडि चाहिँ भिडियोहरू खिच्न चाहिँ एकदम धेरै लाज लाग्छ कि। फेरि त्यहाँ चाहिँ कति धेरै मान्छेहरू हुनुहुन्थ्यो। अनि मैले चाहिँ अमन भाइकोमा यो फोटो धुलाउन दिएको थिएँ अनि यो क्लिप पनि ल्याइमागेको थिएँ। उसले चाहिँ रेडी बनाइदिएको रहेछ अनि म पनि गएको थिएँ। यस्तो राम्रो बनाइदिएको रहेछ उसले है। अनि अमन भाइले चाहिँ पहिले फोटोग्राफी मात्र गर्थ्यो भने अहिले चाहिँ उसको फिजिकल स्टोर पनि छ। यदि हजुरलाई पनि बिहे बर्थडे पार्टीमा चाहिँ फोटोसुट गर्नु छ भने चाहिँ अमन भाइलाई सम्झिन सक्नुहुन्छ। मैले चाहिँ उसको आइडी चाहिँ मेन्सन गरिदिएको छु। अनि यदि हजुर टाढा हुनुहुन्छ भने चाहिँ उसकोमा चाहिँ अनलाइनको पनि सुविधा रहेको छ। यदि हजुर चाहिँ नजिक हुनुहुन्छ भने चाहिँ उसको स्टोर चाहिँ भिजिट गर्न नबिर्सिनु होला। अनि अमन भाइको चाहिँ फोटो स्टुडियो मात्र नभएर स्टेसनरीको सामानहरू पनि एकदमै सुपथ मूल्यमा पाउन सक्नुहुन्छ। मैले चाहिँ अमन भाइकोमा प्रायः सबै फोटोहरू चाहिँ उसकोमा खिच्ने गरेको छु। एकदमै राम्रो हुन्छ। अनि हजुरहरूले पनि आफ्नो डिजाइन अनुसार कस्टमाइज गरेर पनि हजुरहरूले चाहिँ अर्डर दिन सक्नुहुन्छ। मैले चाहिँ आज यसरी यो क्लिपमा फोटोहरू लाउँदा चाहिँ यति धेरै राम्रो देखेको थियो। अहिले चाहिँ मैले यसको डेकोरेसन गर्दैछु। हजुरहरूले चाहिँ फाइनल लुक पनि हेर्न सक्नुहुन्छ। यस्तो राम्रो देखिएको छ। यो चाहिँ दिउँसो भन्दा पनि राति हेर्न सक्नुहुन्छ। यस्तो राम्रो देखिने रहेछ।